सबै भगवानलाई पूजा गर्नका निमित्त ठिक्का पारेका रुक्मिणी आदिले पारेका 1650 जति सामग्रीहरू थिए सबैद्वारा यी सुदामाको दिव्य प्रकारले भगवान कृष्ण स्वयंले पूजा गर्नुभयो। भगवानले सुदामाका पाउ पखाल्दै भन्नुहुन्छ, हे ब्राह्मण देवता, हजुर त मेरो साथी मात्र नभएर हजुर त ब्राह्मण हो, म क्षत्रिय हो। भगवान कृष्ण क्षत्रिय कुलमा हुनुहुन्थ्यो। आज ब्राह्मणको आगमन मेरो दरबारमा भएको छ, आज मेरो दोस्तको आगमन भएको छ, हजुरका पाउ प्रक्षालन गर्न पाएँ। हजुरलाई भेट्दा पनि सुरुमा मैले पाउको दर्शन हेर्नु, कृष्ण र सुदामाको मिलनमा पनि भगवान कृष्णले सुरुमा सुदामाको पाउ शिरमा राख्नु भएको थियो। आज यो मिलनमा पनि आज भगवान कृष्णले सुदामाका पाउ पखाल्नुहुन्छ अनि आफूले ओढेको सल, एउटा आफूले ओढ्ने सल कपडाले, नरम कपडाले पाउ पुस्दै पुस्दै अनि पाउमा आफ्नो शिर राखेर ढोक्नुहुन्छ। हे मित्र, हे दोस्त, आज धेरै समय आउनुभयो। हेर्दाखेरि हजुरको शारीरिक सबै अवस्था हेर्दा त एकदमै अवस्था नाजुक देखिन्छ। के छ घर परिवारको खबर सुनाउनु भनेर अब गफ सुरु हुन्छ। सुदामाले भन्नुहुन्छ, सबै ठिकै छ, राम्रै छ। अब घरको दुःख हेर्नु, साथीलाई सबै कुरा भन्न सकिन्छ, असली साथीलाई सबै कुरा भन्न सकिन्छ, तर म दुखी छु भन्न सकिँदैन। आफ्नो दुःखको कहानी आफ्नै साथी हो भने चाहिँ भन्न सकिँदैन। साथ दोस्त हो, मित्रता हो, अनि आफू दुखी छु कसरी भनिदिने? किन? साँच्चैको दोस्त साथी हो भने त म दुखी छु भन्ने बित्तिकै ऊ झन् दुखी हुन्छ। मेरो साथीले दुःख पाएछ भनेर दुःख उसलाई हुन्छ। त्यही भएर उसलाई दुःख नहोस् भन्नका लागि पनि आफ्नो दुःख साथीमा गएर लुकाउनु पर्छ। सबै दुःखका कुरा साथीहरूलाई भन्न सकिँदैन र सँगैको साथीलाई मैले यति दुःख पाएको छु भन्न सक्नु भएन सुदामाले। सबै राम्रो छ हे कृष्ण, सबै राम्रो छ। भगवान भन्नुहुन्छ, अनि विवाह गर्नुभयो कि छैन? सुदामा भन्नुहुन्छ, विवाह त भयो। के हो भाउजूको नाम? सुशीला। आहा, सुशीला भाउजूलाई किन नल्याउनु भएको? एक्लै आउनुभयो भन्नुहुन्छ। हेर्नु, भगवानले प्रेमसँग, होइन उता अब नानीहरू पनि छन्। ए अनि भाउजूले मलाई के पठाइदिनु भयो? घरमा भाउजूले त पक्कै पनि तपाईँ कृष्णलाई भेट्न जाने भनेर आउनुभयो होला। भाउजूले त खाली हात त पठाउनु भएन होला। हेर्नु, त्यो छोरी मान्छेमा त्यो आदत हुन्छ। छोरो मान्छे मात्रै एक्लै छ भने चाहिँ रित्तै गए पनि भयो, तर घरमा विवाह गरिसकेछ भने श्रीमतीले भयो भने केही लिएर जाऊ है भन्नुपर्छ। अहिले पनि भन्नुहुन्छ, खाली हात नजानु भनेर अराउने बानी हुन्छ। अनि भाउजूले त हजुरलाई पक्कै केही लिएर जानु भन्नुभयो अथवा केही पठाइदिनु भएको होला। आज मेरी भाउजूले पठाएको कसैले चाहियो भन्नुहुन्छ भगवान। भगवानलाई पनि हतार भएको छ क्या। कुन दिन चाहिँ सुदामाले केही ल्याउनुहुन्छ र खाऊँ अनि सुदामालाई धनी बनाइदिउँ भन्ने कुरा भगवानलाई पनि हतार छ। अनि सुदामा भन्नुहुन्छ, मसँग त केही छैन। अब लाज भयो नि त, त्यत्रा महाजनकामा द्वारिकाधीश, अब मणि माडेका अश्रुपी वरिपरि भएका 16 श्रृङ्गारमा सजिएका 16,108 रानीहरू वरिपरि छन्। त्यस्ता सुन्दरताका स्थानमा त्यो कनिकाको पोको कसरी खोलौँ? छैन, केही पनि पठाएको भन्नुभयो, ढाँट्नुभयो। ए सुदामा, तिमीलाई ढाँट्ने बानीले चाहिँ छोडेन छ, जहिले ढाँट्ने। केही त होला, के लुकाउँदैछौ? हात यसो यसो गर्दा भगवानले देख्नुभयो। अब भगवानको पालो के त खोसेर निकालिहाल्नु भयो। सुदामा लाजले लज्जित भएर निहुरिनु भयो। भगवानले त्यो पोको, कनिकाको पोको खोल्न सुरु गर्नुहुन्छ। 1 पत्र, 2 पत्र, 3 पत्र, 4, 5, 6, 7 पत्र खोल्दाखेरि कनिका देख्नुभयो। कनिका देख्नुभयो भने हतार कनिकाको अलिकति निकालेर मुखमा हालिहाल्नुभयो भगवानले। हतार एकचोटि मुखमा लगाएर मजाले चबाउन थाल्नुभयो। अनि फेरि पनि आहा कस्तो मिठो गरी भगवानले खाइदिनु भयो। अर्कोचोटि पनि खाना आँट्दा रुक्मिणीले आएर खोज्नुभयो। स्वामी भयो, सबै हजुर मात्रै खाने, हामी चाहिँ नखानु प्रसाद भन्नुहुन्छ। माता रुक्मिणी पनि बडो दयालु हुनुहुन्छ। अनि हामी पनि बाँडेर खान्छौँ, हजुरले नै सबै खाइदिनु भयो भने हामी सबै के खाने भनेर सबैले अमृत जस्तो ठानेर रुक्मिणी माताले सबैलाई बाँडेर त्यो कनिकाका एक गुटी सबैजनाले बाँडेर सबैलाई पुर्याएर भगवानले पनि खाइदिनु भयो। अरू सबैले खुसी भएर खानुभयो। यस्तो श्रद्धाका साथमा त्यो कनिका खाएको देख्दा सुदामाको मनमा कति आनन्द भयो भन्नु भएको छैन। आज केही अरू बहुमूल्य चिजहरू ल्याउन नसके पनि ल्याएको कनिकालाई पनि कति राम्रो मित्रले ल्याएको प्रसाद सम्झेर ग्रहण गरिदिनु भयो भन्ने भावका साथमा हर्षित हुनुभयो। यसरी धेरै समय बित्यो। हेर्नुहोस्, सुदामा त्यहीँ रहँदै धेरै समय बित्यो। अन्तिममा अब सुदामाले